यहाँ चाहिँ निकालिराखेका छन् भान्जाहरूले झपाझप आत्री गरिरहन् यता। ल गाइस यो कबाबको चाहिँ निकालेर मैले भ्याएँ। ल गाइस यो चाहिँ पाक्यो फाइनली। अब निकाल्दैछु म, देख्न सक्नुहुन्छ। हेलो एभ्रिवान, के छ हालखबर? सन्चै आराम हुनुहुन्छ? आज फेरि नयाँ दिनको साथ म उपस्थित भएको छु तपाईँको सामुन्ने। एउटा भिडियो बनाएर म तपाईँलाई देखाउने छु। एउटा आइटम बनाउँछु म आज, हेर्नु होला। फ्रिजबाट माल निक्लिसकेको छ, फ्रिज खाली भयो। यहाँ चाहिँ हाम्रो हरा मसला छ, खुर्सानी, अदुवा, लसुन उताभित्र छ। देख्न सक्नुहुन्छ त मासु निकालेर तयार भयो हाम्रो। यहाँ मासु निकालिरहेको छौँ, काटेर यसको आइटम बनाउने छौँ। ल गाइस म चाहिँ यी मासु पिस्नलाई पहिला चाहिँ यो यसको मासुको बेलान हाल्दैछु यहाँ मसिनमा, फिट गर्दैछु मसिन। देख्न सक्नुहुन्छ बेलान गयो। त्यसपछि यो जान्छ एउटा ठुलो जाली, यहाँ भित्र राखेँ मैले जाली। त्यसपछि मेन भूमिका चाहिँ यो हो कटर। यसले चाहिँ सर काटिदिएको हुन्छ, यसमा धार छ विपत्तै है गाइस। यसमा हालिदिएँ म, अहिले पिसेर पनि देखाउने छु तपाईँहरूलाई। त्यसपछि यो सानो छेडिएको जाली छ, यो जालीबाट चाहिँ निक्लिन्छ मसिनो माल। यसलाई पनि म राखेँ यहाँभित्र, ट्याक्क लाएर गयो। त्यसपछि त्यो जाली कटर जाली र यो नहल्लिनको लागि चाहिँ फेरि म यो दुईटा वासर राख्दैछु, देख्न सक्नुहुन्छ। त्यसपछि यो चुडी कस्छु म लाएर, ल हेर्नु कसियो। ल ओके भयो। अब पिसेर देखाउनेछु म। च्याट्ट धार लाएर अब मासु काट्नु गइरहेको छु गाइस, हेर्नु होला। काट्न पर्यो नि त मासु त। फ्रेस मासु छ, ताजा ताजा, हिजो भर्खरको। यो त्यो मसिनमा हालेर हामीले यसलाई मसिनो मिन्स बनाउँछौँ किमा। त्यसपछि आइटम बनाउँछौँ हामी। तपाईँलाई देखाउने छ पिसेको पनि, हेर्दै गर्नु होला भिडियो। बर्फी जस्तो छ, बर्फी जस्तो। ल गाइस यसमा मैले मसला हालिसकेँ, देख्न सक्नुहुन्छ। अब हामी मिक्स गर्छौँ। यो गरम मसला हो। अब यसलाई मिक्स गर्छौँ मसिनमा, देख्न सक्नुहुन्छ। यो गरेँ मैले ढक्कन बन्द। त्यसपछि यसलाई मैले चालु गरिदिन्छु। देख्न सक्नुहुन्छ गाइस यस्तो तरिकाको भयो ससेजको किमा चाहिँ, ककटेल ससेज किमा है यो। म चाहिँ काट्दा काट्दा थाकेँ गाइस। अब भान्जाको पालो काटिरहेको छन्, देख्न सक्नुहुन्छ। अब अन्तिममा छौँ हामी चाहिँ। अब यो काटेर चाहिँ अब भट्टीको काम हुन्छ र फेरि कोइला हालेर फेरि भट्टी सल्काइदिनु पर्यो। हेर्दै गर्नु होला भिडियो। यहाँ तयार भएको छ एक डब्बा भने, यतातिर दुईटा डब्बा तयार पारेर राखिसकेका छौँ हामीले, देख्न सक्नुहुन्छ। माल चाहिँ तयार हुँदैछ है गाइस। भट्टीमा पर पोलेर खाइहाल्न पर्छ यसलाई। ल गाइस म चाहिँ स्टिकर निकाल्न आएको छु।
हामीले बनाएको आइटमको चिकन सिक कबाबको मेरो स्क्रिन अन हुँदैछ, देख्न सक्नुहुन्छ। निक्लेको म देखाउने छु है तपाईँहरूलाई। म प्रिन्ट दिँदैछु 150, हामीलाई स्टिकर चाहियो, देख्न सक्नुहुन्छ। कन्टिन्यू गरेँ, यहाँबाट चाहिँ निक्लिन्छ गाइस, देख्न सक्नुहुन्छ। ल गाइस, यतातिर चाहिँ स्टिकर निक्लेछ, यतातिर चाहिँ म भान्जाको सन्दीप भान्जाको भ्लग हेर्दैछु स्क्रिनमा, देख्न सक्नुहुन्छ। ल गाइस, यो कबाबको चाहिँ निकालेर मैले भ्याएँ होइन, चिकन सिक कबाब। फेरि यहाँ अर्को आइटम निकाल्दैछु, यतातिर ख्याम सेन्चुरीको गीत पनि हेर्दैछु, तल्लो बाटो हुँदै, एकदम राम्रो गीत छ यो। अमेरिका आए म त तल्लो बाटो हुँदै, गाउँ सम्झिँदै काम सम्झिँदै देश सम्झिँदै रुँदै, कहिले हिँडे डङ्गिल बाटो कहिले हिँडे जङ्गल, आमा तिम्रो आशीर्वादले चुमेको छ मङ्गल। ल गाइस, यतातिर चाहिँ हामी सलामी पनि पकाउँदैछौँ, कति लामो पाकिरहेछ। यतातिर एक लट पाकिदियो, यहाँ आइस वाटरमा राखेको छ भने ठन्डा गरेर। यतातिर फेरि भान्जाहरूले निकाल्दैछन् कबाब झप्प लाएर, यता थुपार्दै राख्दै रहेछन्। ल गाइस, यहाँ फेरि कबाब सेक्दैछौँ, हेर्नुहोस् सट्ट लाएर भत्तीमा। अलिक काँचो काँचो छ, पाकेपछि देखाउँछु तपाईँहरूलाई। ल गाइस, फाइनली यो चाहिँ पाक्यो, साराहरू देख्न सक्नुहुन्छ, गोल्डन कलर भयो हजुर। ल गाइस, यो चाहिँ पाक्यो फाइनली, अब निकाल्दैछु म, देख्न सक्नुहुन्छ। यसलाई फेरि बास्केटमा ट्रान्सफर गरेर भित्र लान्छौँ हामी ठन्डा गर्नलाई। ठन्डा भएपछि कटिङ गरेर आधा किलोमा चाहिँ प्याक हुन्छ, देख्न सक्नुहुन्छ। निकालिन्छ हाम्रो फेरि यसलाई। त्यसपछि बल्ल यो भित्र जान्छ ठन्डा हुनलाई। यतातिर चाहिँ हामी टेबलमा ठन्डा गरिरहेछौँ, तल माथि भरिएको छ कबाब, देख्न सक्नुहुन्छ। यतातिर चाहिँ कटिङ गर्ने, प्याक गर्ने, 250 ग्राममा 500 ग्राममा, यता 500 ग्राममा। यहाँ चाहिँ निकालिराखेका छन् भान्जाहरूले, झपाझप आत्री गरिरहन्। यता भरिएछ टनक्कै, यहाँ तल पनि भरिएछ, देख्न सक्नुहुन्छ गाइस, देख्न सक्नुहुन्छ। नजिकबाट देखाइदिए, फुलुल्लै आएछ। सन्दीप भान्जाले यहाँ मसिनो भरिरहेछ, देख्न सक्नुहुन्छ, ड्याममै भरियो। ल गाइस, हामी चाहिँ अब कबाब बनाउन चाहिँ अन्तिममा छौँ। यो भ्याइयो पुरा भट्टी पनि भएन, आधा भयो, कोइला पनि सकियो, यो अब अन्तिममा छ, यो लास्ट हो। यता सरसफाइ भइया, अब यो भ्याएपछि फेरि हामी ककटेल सोसिसको अर्डर छ, ककटेल सोसिस बनाउँछौँ हामी, हेर्दै गर्नु होला भिडियो। देख्न सक्नुहुन्छ गाइस कबाब, यो कबाबको मजबुती हेर्नुहोस् कस्तो लचक छ, यस्तो गर्दा पनि भाँचिन्न यो। ल हेर्नुहोस्, र जति पछाडि पनि के भन्नु, यति लचिलो हुन्छ कि यो, यति बलियो छ कि पुरै मासुबाट बनेको भएर यसरी पिट्दा पनि फुट्दैन, यस्तो छ कि बलियो छ, एकदम वाइट छ।
ल गाइस फाइनली बाहिर काम चाहिँ सक्यो। अब भित्रको प्याकिङ गर्न छ। च्याट्टर ला भित्रको प्याकिङ गर्छौँ हामी। त्यसपछि फेरि ककटेल ससेज बनाउनु पर्छ। देख्न सक्नुहुन्छ टेबल खाली भयो, यहाँ राख्न पर्यो। यस्तो गरेर यसरी राख्ने यसलाई, यस्तो गरेर यसरी राख्ने। हात पोल्यो। यतातिर पनि प्याकिङ भ्याइने भएन लाछ। यो भ्याउँदा बित्तिकै हामी सोसेज बनाउँछौँ। यता सिल्ने हुँदैछ मसिनमा। भ्याक्युम प्याकिङ हुन्छ हाम्रो चाहिँ, देख्न सक्नुहुन्छ। यो चाहिँ 250 ग्राममा चिकन सिक कबाब भ्याक्युम प्याकिङ हो। यो 5 किलोको प्याकेट बनायो, फ्रिजमा राख्यो गाइस। ल गाइस कबाबको काम सकिएर म चाहिँ ककटेल सोसेजको मसला तयार गर्दैछु। यहाँ देख्न सक्नुहुन्छ। ल गाइस म चाहिँ सोसेजको मसला हाल्दैछु। अब सोसेज बनाउनु पर्यो। कबाबको काम सकिन लागेको छ। देख्न सक्नुहुन्छ गाइस यस्तो तरिकाको भयो ससेजको किमा चाहिँ। ककटेल ससेज किमा है यो। लतक्क भयो बाक्लो। गाइस हामी चाहिँ सोसेज बनाउँदैछौँ। लाएर यो प्लास्टिकमा चाहिँ हामी सोसेज भर्दैछौँ केसिङमा। सोसेज केसिङ हेर्दैछ भिसायो, चोखाको पार्यो, बोलायो। त्यसै चाहिँ निकालिन्छ सोसेज। आरामले ल गाइस देख्न सक्नुहुन्छ हाम्रो माल चाहिँ प्याकिङ चाहिँ अब हामीले अन्तिम गराइसकेका छौँ। 5 किलोको प्याकेट भयो। यो मार्केट जान लायकको अब यो तयार भयो। अब यसलाई मार्केट पठाउँछौँ, त्यसपछि सेल हुन्छ। ल है गाइस। ल गाइस हामीले चाहिँ मालहरू फ्रिजमा हाल्यो। आज चाहिँ गाडी आएन, त्यही भएर हामीले फेरि फ्रिजमा राख्यो यो माल। देख्न सक्नुहुन्छ कबाबको। आज चाहिँ मलाई भिडियो यहीँ खतम गर्दैछु। हेर्दै गर्नु होला भिडियो, लाइक कमेन्ट सेयर गर्नु होला।